ट्याक्क तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यहाँ चाहिँ मौरीले चाहिँ एकदम चाका बिगारेर लगाएको छ होइन। जस्तो कि यहाँबाट आधा यता चाहिँ सिधा लगाएको छ, यहाँबाट यता सिधा लगाएको छ, यहाँ बिचमा एउटा चाका चाहिँ टेढो लगाएको छ कि हामीले चाहिँ यसलाई चाहिँ काटेर सिधा बनाउँछौँ। जस्तै यहाँ देख्न सक्नुहुन्छ मौरीले चाहिँ यताको साइड एउटा सानो चाका उठायो, अर्को साइड यता सानो उठायो होइन। यसलाई कम्प्लिट गर्दै गयो अनि बिचबाट चाहिँ तेर्सो हालिदियो कि मौरीले जस्तो गरेको। त्यसकारण चाहिँ हामीले चाहिँ यसलाई चाहिँ अब सिधा बनाउँदैछौँ। यहाँबाट चाहिँ उताको चाका सबै सिधा छ, यति तिनवटा चाकालाई चाहिँ बिगारेको रहेछ यसले है। हामी चाहिँ यसलाई सिधा बनाउँछौँ। सुन त मौरी चाहिँ यो एकदम एग्रेसिभ भइरहेको थियो कि जस्तो खोलेर हेर्दा त गर्दा यो मौरी चाहिँ यस्तो चाका लगाइरहेको रहेछ र पो एकदम एग्रेसिभ भइरहेको रहेछ होइन। अब यस्तो भइदियो भने चाहिँ हामीले मौरी खोलेर हेर्दा पनि समस्या हुन्छ है। चाका भाँच्चिने, मौरी रिसाउने, मौरी मर्ने अनि मौरी रिसाउने त्यस्तो हुन्छ होइन। त्यसकारण चाहिँ यसरी सिधा सिधा बनाइदिनु पर्छ कि एउटा मात्र छोडिदिएपछि यसलाई कम्प्लिट गर्छ नि त यसले। तलपट्टि काटेर खसालेकोलाई पनि जानुपर्ने हुन्छ। पहिला त यताको चाका झिकाउने गर्न बिचकोलाई चाहिँ ट्याक्क काटेर होइन सिधा बनाउनु पर्ने हो। मुह काट्नु भन्दा नि चाका चाहिँ टेढो लगाएको छैन होइन। यसलाई चाहिँ हामी सिधा बनाउँदैछौँ कि बस मौरी खोज्दै थियौँ हामी। खोर्ने बेला यति बेला हो र? हजुर टोक्छ र सोध्दैन। मौरीको चाहिँ भरुन्न, कुकुरको चाहिँ ठिक छ अहिले चाहिँ टोकेन। मौरीले यहाँबाट यताको चाहिँ सिधै लगाइरहेको रहेछ होइन। यहाँबाट चाहिँ यिनीहरूले सुरु गरेर रहेछ, यता चाहिँ टेढो बनाइरहेको रहेछ कि यिनीहरूले चाहिँ। यहाँ चाहिँ जुन सिधा छ यहाँबाट यता उताको चाहिँ ठिक छ। यसलाई पनि काटिदिन्छौँ। अर्को कुरा चाहिँ जुन यो भालेको कोष देखिया छ नि, यो भालेको कोषलाई पनि हामीले चाहिँ काटेर फाल्नुपर्ने हुन्छ कि यति काटिदिनु पर्ने हुन्छ। जस्तो कर्मी मौरीको कोष यति हो होइन, त्यो भएर यिनीहरूले यतिमा मात्र उनीहरूले कर्मी मौरीको अन्डा पारिरहेको छ कि अरूमा मह हाल्नु बाध्यता भइरहेछ नि त। छाउरा कक्षामा पनि यसमा पनि मह हालिरहेको छ। हामीले यसलाई चाहिँ काटिदिनुपर्छ, यति काट्नुपर्छ चलक्क होइन। यति काटेर यहाँबाट यति सबै त्यो छ, यति मात्र बच्चा छ कि त्यसपछि यो चाकै हामीले हटाइदिन्छौँ है।